जाऊ न। म रोहन विश्वकर्मा हजुरको माझमा म एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज म आइपुगेको छु टिकापुर नगरपालिका वडा नम्बर 5 दौलतपुरमा। आज म आइपुगेको छु दौलतपुर घाट र बर्दियाको राजापुर नगरपालिका जोड्ने झुलुङ्गे पुलमा। यता देखाउनुहोस्। यो हामीले शिलान्यास गरेको देख्न सक्छौँ। नेपाल सरकार शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन, श्रीमहल पुलचोक ललितपुर, श्री शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा बर्दिया जिल्ला, राजापुर नगरपालिका वडा नम्बर 1 दौलतपुर र कैलाली जिल्ला टिकापुर नगरपालिका 5 टिकापुर पार्क जोड्ने गरी कर्णाली नदीमा निर्माण हुने 482.20 मिटर लम्बाइको दौलतपुर घाट मल्टिस्फन झुलुङ्गे पुलको शहरी विकास मन्त्री श्री पुलमान घिसिङज्यूबाट शिलान्यास सम्पन्न भयो। इति सम्मत 2082 साल पुस 2 गते रोज 4 शुभम। आज हामी आइपुगेका छौँ झुलुङ्गे पुलमा। हजुरहरूलाई आज हामी झुलुङ्गे पुलको बारेमा के भन्न सक्छौँ। हामीले शिलान्यास पनि भइसकेको छ र हाम्रो आवत जावतको काम पनि हाम्रो सुरु भइसकेको छ। आउनुहोस् हामी पुल देखाउँछौँ। यो चाहिँ पुलको माथि यात्रा गर्न सजिलो होस् भनेर बनाएको छ। यो कलर पनि येल्लो कलर एकदमै दामी देखिएको छ। येल्लो कलर लगाएको छ, दामी देखिएको छ। र क्यामेराम्यान हाम्रो सञ्जय कुमार चौधरी सर हुनुहुन्छ। हेर्न सक्नुहुन्छ यो झुलुङ्गे पुल। यो झुलुङ्गे पुल बन्नुभन्दा अगाडि यहाँ ढुङ्गाले आवत जावत गरिन्थ्यो र ढुङ्गामा आवत जावत गर्ने क्रममा धेरै दुर्घटनाहरू पनि भयो। यो पुल बनिसकेपछि यात्रा गर्नेहरूलाई धेरै सजिलो भएको छ। यो चाहिँ वाहन गाडी मोटरहरू हिँड्नेलाई बनाएको छ। यो चाहिँ सजिलो होस् भनेर बनाएको छ यो सिडीहरू। यो चाहिँ अलिक उकालो बनाइदिएको, धेरै नै उकालो बनाइदिएको छ। बाइक उकाल्दाखेरि यात्रा गर्नेहरूलाई चालकहरूलाई एकदम अप्ठ्यारो भएको छ। यो कुरा हजुरहरूले म जानकारी गराउनु पाएँ। यात्रा गर्ने व्यक्तिहरू सिडी बनाएको छ। ठाडो बनाइदिएको छ। बाइकहरू उकाल्दाखेरि बिचमा बाइक बन्द भयो भने यो ब्रेक लाग्ने कुनै सम्भावना छैन, सिधै तल जान्छ। धेरै उकालो गएपछि एकचोटि हजुरहरू पनि आउनु होला। सेफ्टीको लागि जाली लगाइदिएको छ। यो चाहिँ चौडा पनि छ, ठिक छ। हामी हेर्न सक्छौँ। यो चाहिँ कर्णाली नदी हो। हामी चाहिँ राजापुर नगरपालिकाबाट हामी चाहिँ टिकापुर नगरपालिकातिर गइरहेका छौँ। धेरै खुसी हुनुहुन्छ। टिकटक बनाउनेको यहाँ हिजो हुन्छ, एकदमै भिड हुन्छ। कतिपयको यहाँबाट मोबाइल खसेको पनि हामीले जानकारी पाएका छौँ। त्यसैले यो यात्रा गर्ने क्रममा हजुरहरूले फोन निकालेर टिकटक बनाउने, फोन उठाउने काम नगर्नु होला। हाम्रो माथि गइसकेपछि हाम्रो पार्क आउँछ। पार्कमा चाहिँ हजुरहरूको धेरै ठाउँबाट पर्यटनहरू आउनुहुन्छ र त्यो त्यही पार्कमा
झुलुङ्गे पुललाई पनि एउटा पर्यटन स्थल बनाउन सकिन्छ। यहाँ पनि हामीले पर्यटन भित्रायो भने चाहिँ हामीलाई हाम्रो टिकापुर नगरपालिकालाई फाइदा हुनेछ र यहाँको स्थानीय बासिन्दाहरूलाई पनि फाइदा हुनेछ। त्यो काम चाहिँ हामीले गर्नुपर्ने हो। हामीले टिकापुर पार्कमा पर्यटनहरू भित्राइसकेपछि हाम्रो पर्यटनहरूले यो झुलुङ्गे पुल हेर्न अवश्य आउँछन् र हामीले यसलाई यो झुलुङ्गे पुललाई टिकटक स्पट पनि बनाएका छन्। हजुरहरूलाई देखाउँछु एकदम राम्रो वातावरण, एकदमै शान्त वातावरण, नजिकै जङ्गल छ, सडकमा हावा चलिरहेको छ, रमाइलो वातावरण भइरहेको छ र हाम्रो यो झुलुङ्गे पुललाई अझै एउटा यो एक चिजले अझ आकर्षण बनाएको छ, जुन हाम्रो नेपालको झन्डा हो। नेपालको झन्डा देखाइदिनुहोस् एकचोटि कहाँ छ नेपालको झन्डा छ। नेपालको झन्डा हेर्नु उडिरहेको छ, कति अब नेपालको झन्डा एकदमै फरफर आउँदा खुसी लागेको छ, भित्र मनदेखि खुसी लागेको छ। टिकापुर नगरपालिकातिर जाँदैछौँ। हाम्रो टिकापुर नगरपालिकालाई हाम्रो जुन टिकापुर नगरपालिकाको छ, टिकापुर नगरपालिका वडा नम्बर 5 मा अवस्थित दौलतपुर घाट छ, जसलाई हामी ढाँडा भनेर सुन्ने गरेका छौँ। त्यसको बाटो चाहिँ अलिकति निर्माण गरिदिनु पऱ्यो। त्यसमा ग्राइभल हालेर हुन्छ कि पिच बनाएर हुन्छ कि अलिकति निर्माण गरिदिनु पऱ्यो। एकदमै हिलो छ र त्यो भिडियो पनि म हजुरहरूलाई देखाउने छु। आउनुहोस्। र यो चाहिँ हो झुलुङ्गे टिकापुर नगरपालिका वडा नम्बर 5 र तपाईँको राजापुर नगरपालिका वडा नम्बर 1 लाई जोड्ने यो झुलुङ्गे पुल। यो झुलुङ्गे पुल बनिसकेपछि यहाँ टिकटक बनाउने, फोटो खिच्ने, घुम्न आउनेको एकदम भिड हुने गर्छ। अलिक कम छ तर एकदमै भिड हुने गर्दछ। यो पुल बनिसकेपछि यहाँका स्थानीय बासिन्दाहरू, यहाँका के गरे व्यापारीहरू एकदमै खुसी छन्, किनकि हामी डाइरेक्टली राजापुर बर्दियासित हामी नजिक भयो नि त, नजिक हुन सक्यौँ क्या। यदि हामीलाई ढुङ्गाको प्रयोग गर्नुभयो त्यसमा जोखिम पनि हुन्थ्यो, प्लस त्यसमा तपाईँको प्रत्येक व्यक्तिमा पनि 50 रुपियाँ टिकट लाग्थ्यो। भनेपछि अहिले यो पुल बनिसकेपछि यहाँका बासिन्दा लगायत यहाँका व्यापारीहरू एकदमै निकै खुसी छन् भनौँ होइन, एकदमै खुसी छन्। र यो पुल बनिसकेपछि सबलाई सहज भएको छ। यो पुल नभएको भए हामी अब जस्तै हामी मानव नेपालगञ्जबाट आइरहेछौँ, नेपालगञ्जबाट आउँदाखेरि हामीलाई रात परिसकेपछि त ढुङ्गा बन्द हुन्छ, हामीले गर्ने के हो। त्यसैले नि यो झुलुङ्गे पुल भइसक्यो र यहाँका बासिन्दा लगायत व्यापारीहरूले एकदमै खुसी भन्छ, एकदमै खुसी, लगायत हामीहरूलाई पनि एकदमै खुसी भन्छ। अगाडि देखाइदिनुहोस्, उहाँ हेर्नुहोस् बाइक आउँदैछ, हेरेका छन्। यहाँका बासिन्दाहरू पनि वरिपरि गरिरहेका छन्, चिसो हावा खान पनि आउँछन्, एकदम रमाइलो छ। तर यसको चाहिँ हाइट चाहिँ एकदम निकै उ छ, मलाई पनि तल हेर्दा कस्तो डर लाग्ने जस्तो छ, मलाई पनि डर लागिरहेछ। यहाँ राम्रो बनाएको छ। हामी यहाँ आइरहँदा यहाँ चाहिँ बोल्टोको समस्या हो, के समस्या हो कि यसको बोल्टो खसेको हो कि के गरेको, यहाँ हिँड्दाखेरि ठङ बज्ने गर्छ। यहाँ यात्रीहरूलाई अलिकति यहाँनिर चाहिँ अलिकति यो बोल्टो कस्न बिर्सेको हो कि के गर्न बिर्सेको हो भन्ने कुरो हो। यहाँ बोल्टो कस्न बिर्सेको हो कि यहाँ के गर्न बिर्सेको हो, यसलाई ध्यान आकर्षण गराउन चाहेको। अगाडि जाउँ, हेर्नुहोस् यो पुरै कर्णाली नदी हेर्नुहोस् त कति ठुलो छ, हेर्नुहोस् त कति ठुलो छ, सक्छ है, कति राम्रो छ। जाडो महिनामा हेर्नुहुन्छ पुरै पानीमा त्यो हेर्दा हेर्दाखेरि निलो देखिन्छ, कति राम्रो वातावरण छ होइन। एकचोटि हजुरहरू पनि अवश्य आउनु होला घुम्न, एकदमै रमाइलो ठाउँ छ। र यहाँनिर चाहिँ आवत जावत गर्ने क्रममा कसैलाई थकाइ लाग्यो, कसैलाई अब यहाँ रोक्यो भने त अलिकति बाटो जाम भयो जस्तो पनि छ। एकदमै राम्रो छ, एकदमै राम्रो खाने हजुरहरू बसेर साथीहरू भाइहरूसित आएर मजाले मनोरञ्जन गर्न सक्नुहुन्छ। यहाँ चटपटी खाले हुन्छ, यहाँ चटपटी खान सकिन्छ, मजाले बस्न सकिन्छ, कति रमाइलो वातावरण छ है। चिसो हावा आइरहेको छ होइन। अनि चाहिँ हाम्रो यो झुलुङ्गे पुल बनिसकेपछि हामी निकै खुसी छौँ, लगायत हाम्रा स्थानीय बासिन्दाहरू पनि एकदमै खुसी हुनुहुन्छ। र व्यापारीहरूलाई पनि बर्दियाबाट सिधै कैलालीबाट बर्दिया जोड्न एकदमै सजिलो भएको छ र व्यापारीहरू पनि निकै खुसी छन् भन्ने कुरो म यहाँहरूलाई जानकारी गराउन चाहेँ।
हामी आइपुगेका छौँ। अहिले चाहिँ हामी चाहिँ पारीपट्टि आइसकेका छौँ भनौँ। हामी चाहिँ टिकापुर नगरपालिका वार्ड नम्बर 5 दौलतपुर घाटमा आइपुगेका छौँ। पारीपट्टि भयो, हामी अघि वारीपट्टि थियौँ भनेपछि अहिले पारीपट्टि आयो। अब वारीपट्टिमा हामी चाहिँ अहिले चाहिँ कैलालीमा इन्टर भइसकेका छौँ भनौँ न। कैलालीमा आइपुग्यौँ भनौँ न। अघि चाहिँ हामी बर्दिया आउँथ्यौँ भने चाहिँ अहिले हामी कैलालीमा आइपुगेका छौँ। त कति मजाको है, मन लाग्यो बर्दिया जाऊ, मन लाग्यो कैलाली है, कति मजाको। अब चाहिँ हामी चाहिँ यहाँबाट हजुरलाई यो ओह्रालो देखाउँछौँ। हेर्नुहोस् त कस्तो ओह्रालो छ, ठाडो ओह्रालो छ है। हेर्नुहोस् त एकदमै ठाडो छ ओह्रालो। उताबाट हामीले बाइक चलाउने क्रममा कतै बिचमा बाइक रोकियो भनेपछि ब्रेक लाग्ने कुनै चान्स, एकदमै ठाडो। मैले भन्न खोजेको कि यसले अझ त्यो पुल जति चाहिँ अलिकति चौडाइ बनाउनु पर्ने, अलिकति लामो बनाउनु पर्ने मेरो भनाइ। अब हजुरको के कस्तो भनाइ छ आफ्नो कमेन्ट बक्समा, हाम्रो कमेन्ट बक्समा राखिदिनु होला। ल आउनुहोस्, बाटो पनि देखाउँछौँ। बाटो कस्तो छ, के छ, कस्तो छ होइन। टिकापुर नगरपालिका वार्ड नम्बर 5 दौलतपुरको बाटो कस्तो छ हामी हजुरलाई देखाउँछौँ। यो बाटो झुलुङ्गे पुल बनिसकेपछि धेरै आवत जावत हुन थालेको छ। यो खुसीको कुरो पनि हो। यहाँ चाहिँ होटलहरू पसलहरू पनि खुलेको हामी देख्न सक्छौँ। नजिकै यो बन्छ। अनि हाम्रो अलिकति तल गयो भने चाहिँ हाम्रो टिकापुर पार्क छ। त्यहाँ धेरै ठाउँबाट पर्यटनहरू आउने गर्छन्, घुम्न गर्छन्, पिकनिक खाने गर्छन्, रमाइलो गर्छन् भनौँ। एकदम शान्त वातावरण छ। र चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ पसलहरू पनि खुलिसकेको छ। चाहिँ हजुरहरूलाई देखाउँछौँ। यहाँको बाटो कस्तो छ भन्ने कुरो देखाइरहेको छ। पुल त बन्यो ठिक छ, बाटो कस्तो छ आउनुहोस्। बाटो चाहिँ अलिकति अव्यवस्थित देखिएको छ। हाम्रो यो बाटोमा चाहिँ धेरै आवत जावत गर्ने क्रममा ग्राइबिल हालिदिनु देखिएको छ। त्यसमा चाहिँ ग्राइबिल अथवा पिजै भयो झन् राम्रो हुन्थ्यो यात्रा गर्नेवालाई। यहाँ चाहिँ अलिकति ग्राइबिल हालेर हुन्छ कि पिज गराएर हुन्छ कि अलिकति बाटो राम्रो हुन्छ, राम्रो बाइकमा यात्रा गर्ने ड्राइभरलाई चल्ने बाटो एकदम चलिरहने बाटो हो। हाम्रो झुलुङ्गे पुल पनि हुँदैछ। नजिकै पार्क छ, नजिकै पार्क छ हाम्रो होइन। नजिकै पार्क भएको कारणले पनि यहाँ आवत जावत एकदमै बढी भइरहेको छ। त्यसैले हामीले यो बाटोलाई हामीले व्यवस्थित गर्न सक्यो भने चाहिँ हाम्रो टिकापुर नगरपालिकामा पर्यटन भेट्ने सम्भावना धेरै छ। हाम्रो पार्कको नजिकै छ, हाम्रो यो के गरे झुलुङ्गे पुल नजिकै छ, हाम्रो नजिकै हाम्रो बनाना रेस्टुरेन्टहरू छन्। हामीले हाम्रो पर्यटनहरू भित्रिन धेरैवटा हुन्छन्, तर हामीले बाटोहरू व्यवस्थित गरिदियो भनेपछि झनै राम्रो हुने थियो मेरो इच्छा है, मेरो भनाइ है। बाटोहरू अझ राम्रो बनाइदिएको भए झन् राम्रो हुन्थ्यो। अब जस्तै अब तपाईँको बर्दिया जानु पऱ्यो भनेपछि अब हेर्नु त बाटोको हाल कस्तो छ। यहाँ भैँसी नुहाउने हो कि यहाँ माछा पाल्ने हो त्यो हजुरहरू भन्नु होला होइन। तर यो बाटो चाहिँ अझ राम्रो बनाइदिएको भए, ग्राइबिल हालेको भए अथवा हजुरले पिजै बनाइदिएको भए झन् राम्रो हुने थियो। मैले हजुरहरूलाई यहाँ ध्यान आकर्षण गराउँछ है। अनि चाहिँ म चाहिँ अब आफ्नो कुराहरू अन्त्यतिर लगाउन चाहन्छु। र मलाई चाहिँ यो भिडियोमा मलाई साथ दिने मेरो क्यामेराम्यान सञ्जीव कुमार दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु भिडियो मार्फत। र म चाहिँ रिपोर्टर मोहन विश्वकर्माको तर्फबाट यहाँहरूलाई सम्पूर्ण नमस्कार। र चाहिँ हामी चाहिँ आजको यो भिडियो हजुरलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्नु होला। मन पऱ्यो भने लाइक र सेयर गरिदिनु होला र आफ्नो साथीहरूको ठाउँमा पुर्याइदिनु होला। र एकचोटि हजुरहरूले झुलुङ्गे पुल चाहिँ घुम्नै पर्छ है। एकचोटि हजुरहरू हाम्रो झुलुङ्गे पुलमा चाहिँ आउनै पर्छ है। हाम्रो झुलुङ्गे पुल एकदमै राम्रो झुलुङ्गे पुल छ होइन। टिकटक बनाउनले राम्रो छ होइन। एकचोटि हजुरहरू हाम्रो झुलुङ्गे पुलमा चाहिँ घुम्न आउनु होला होइन। सबैजनाले म चिलोमुक्ति गर्न चाहे आफ्नो ठाउँमा भएको झुलुङ्गे पुल, आफ्नो स्थानीय ठाउँमा भएको झुलुङ्गे पुल होइन घुम्नुपर्छ होइन। घुम्न आउनु होला के कस्तो छ। अनि हजुरलाई मेरो भिडियो कस्तो लाग्यो, कहीँ कतै गल्ती भयो भने मलाई माफ गरिदिनु होला। र के कस्तो लाग्यो हजुरहरू आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्नु होला। धन्यवाद।